सम्पूर्ण नमस्ते। आज भने हामीसँग लगभग 2-3 थरीको भेराइटी आएको छ। यो मध्ये सबभन्दा पहिला चाहिँ यो हेरौँ। यो भनेको एउटा 360 घुम्ने खाले यो स्ट्यान्ड हो। तपाईँहरू जस्तै घर, अफिस, यताउता फिल्म हेर्दा या टिकटक हेर्दा चलाउँदा राख्दा हुन्छ या के गर्दा हुन्छ, तपाईँहरू यो स्ट्यान्ड युज गर्न सक्नुहुन्छ। राम्रो छ, बलियो पनि छ, ठाडो राखिने भयो अनि तपाईँ तेर्सो राख्ने हेर्न मिल्यो है। यो 360 घुम्छ है, जता पनि घुम्छ यो, राम्रो छ यो। अनि तपाईँ फोल्ड पनि हुन्छ, यी राख्न पनि सजिलो हुन्छ। स्ट्यान्ड पनि भयो, ठाडो पनि भयो, सजिलो छ। र अर्को भनेको एकदम राम्रो ग्याजेट आएको छ हामीसँग। यो तपाईँको धेरै समस्या हुन्छ, मोबाइल राख्दाखेरि खस्ने, चार्ज गर्दा धेरै खस्ने, चार्ज गर्दाखेरि समस्या आउने, तल यताउता झर्ने समस्या हुन्छ नि त। अनि हामीसँग यो आएको छ तपाईँको, यसमा डबल टेप हुन्छ। तपाईँले यसरी भित्तामा टाँस्न सक्नुहुन्छ, जेमा टाँस्नुहुन्छ यसरी मोबाइल राख्नुहोस्, यसरी चार्ज लगाउनुहोस्, केही टेन्सन हुँदैन। भित्तामा टाँस्नुहोस्, जता आफूलाई कम्फोर्टेबल लाग्छ त्यसरी टाँस्नुहोस्। राम्रो छ यो है। हामीसँग चट्टन्न आएको छ, भेराइटी आएको छ, कलरमा आएको छ। पसलमा आएर युज गरौँ ल। एउटा इम्पोर्टेन्ट ग्याजेट भनेको यो है, एकदम इम्पोर्टेन्ट ग्याजेट भनेको तपाईँको हुन्छ नि त, भ्लगर हुन्छ, कुनै राइडर हुन्छ, यताउता हुन्छ, त्यो उहाँहरूको लागि मोबाइल स्ट्यान्ड, बाइक, साइकल सबैमा युज हुने खाले हो है। जुन साइजको मोबाइललाई पनि फिट हुन्छ है। युज गर्ने तरिका पनि सजिलो छ, फोल्ड हुन्छ है, सजिलो छ। यो पनि 360 डिग्री नै है, 360 हुन्छ। तपाईँको यो साइजको मोबाइललाई पनि भयो होइन। अनि प्लस यो साइजको ठुलो हेभीमा है, राम्रो छ। साइक्लिङ गर्दा होस् या बाइक, भ्लगर, सबै राइडिङ सबको लागि युज हुन्छ यो, राम्रो छ।